र मेरो सौभाग्यवश मेरो किताबको विमोचन मेरो कथा सङ्ग्रहको विमोचन पनि पर्यो र म यसलाई यसरी सुरु गर्छु मेरो कुरालाई। आज यहाँ साहित्यका स्रष्टाहरू, सर्जकहरू, कलाकारहरू र राजनीतिज्ञ पनि भनौँ अब हाम्रा शिक्षक आदरणीय सरलाई त राजनीतिज्ञ हुँदाहुँदै म साहित्यकार शिक्षाविद पनि हो, तिनटै हो। र हाम्रा सबै साहित्य प्रेमी, राजनीतिविद, प्रशासकहरू सबैको एउटा भेला भएको छ। ध्यानले सुन्नुहोस् है, यसरी भेला भएको छ। मानिलिनुहोस् यहाँ एउटा साहित्यको मेला भएको छ र तपाईँहरू एकछिन अब नभन्नु मुख्य विनायक साहेब पुरा भन्नुभयो हाम्रो अजयजीले, भनि त हाल्नु र आज तपाईँहरू एकछिन धैर्य धारण गर्नुहोस्। अब यसलाई फेरि म रिपिट गर्छु है। आज यहाँ विद्वानहरू, साहित्य प्रेमीहरू, नारी, महिला सबैको भेला भएको छ, समालोचकहरूको पनि भेला भएको छ। यहाँ साहित्यको एउटा शान्तिको मेला भएको छ। तपाईँहरू एकछिन धैर्य धारण गर्नुहोस्। अब कमसेकम नभन्नु भनिहाल्नु हो। अब यो दिनप्रसाद नेपालको बोल्ने बेला भएको छ। यसरी आजका सभालाई सभा अध्यक्षता गर्नुहुने गोपालजी विष्टुजी, मेरा अति परम मित्र मात्रै नभए आदरणीय आजका हामीले चिफ गेस्ट भनेर हामीले निमन्त्रण गरेका, हामीले मात्रै होइन यो डुवर्सका मित्रहरूले पनि उहाँलाई नै भन्नुभयो, मैले पनि अस्ति उहाँलाई नै भनेको थिएँ। र आदरणीय श्री चन्द्रप्रकाश भट्टराई, उहाँले साहित्यमा आफूलाई प्रकाश भट्टराई पनि लेख्नुहुन्छ। उहाँलाई सम्बोधन गर्दै उहाँ एकजना सिक्किमको प्रतिष्ठित निर्माण पुरस्कार, डाक्टर शोभा थेगी मेमोरियल अवार्ड लगायत काठमाडौँमा र धरानमा उहाँको आजको 3 दिन पछाडि उहाँलाई ठुलो सम्मान गरिँदैछ। आदरणीय श्री सीपी शर्मा भट्टराईजी, उहाँ परिप्रकाशन, सिक्किमको अहिले प्रमुख प्रकाशन संस्था परिप्रकाशनका अध्यक्ष हुनुहुन्छ र उहाँलाई सम्बोधन गर्दै अर्का मेरा मित्र भनौँ, उहाँ ठुलो ब्युरोक्रेट मान्छे हो, साइन्टिस्ट पनि, हर्टिकल्चरको विद्वान, आदरणीय जय निर्मला प्रतिष्ठानका आदरणीय संस्थापक श्री भीमलाल दाहालजी, जसले मेरो एक आँगन घाम कथा सङ्ग्रह प्रकाशित गर्नुभएको हो र त्यो कथा सङ्ग्रहले काठमाडौँमा पनि मलाई सम्मानित गरायो त्यस एक आँगन घामले। र त्यही एक आँगन घामले प्रतिष्ठित तुलसीराम कश्यप स्मृति पुरस्कार पनि प्राप्त गर्नुभयो। र त्यसरी नै आदरणीय दाल सर, त्यसपछि मेरो अर्को किताबका प्रकाशक यहाँ अर्जुन दाहालजी हुनुहुन्छ। नमिलेका अक्षरहरू, त्यसको पहिलो संस्करण चन्द्र खालिङजीले छाप्नु भएको थियो, दोस्रो संस्करण अर्जुन दाहालजीले छाप्नु भएको। मैले अरू पनि मेरा प्रकाशकहरूलाई बोलाएको थिएँ, 3टा किताब जसले छापिदिनु भएको थियो। एकजना रिटायर्ड अफिसर हुनुहुन्छ केवल शर्मा, उहाँ आज आउनु भएन, म आउनु सकिनँ दाजु भन्नुभयो, अन्त हुन्छ भने। यसरी अरू मैले निम्ताएकाहरूमा डिस्ट्रिक्ट कलेक्टरेट डिसी अफिस नाम्चीको हाम्रो एकाउन्ट्स अफिसर मिस्टर सोमनाथ रिजालजी, कला साहित्य संस्थान बेतमतका मेरा मित्र अध्यक्ष गोकुल राईजी, जसले धेरै साहित्यको सेवा गरिरहनु भएको, आफू लेख्नुहुन्न तर साहित्यको सेवा गर्नुहुन्छ। र यसरी मैले भन्नुपर्दा अब धेरै डुवर्सका कतिपय सरहरू, जस्तै अब भाइ, मेरो प्रिय भाइ, जस्तो अघि भने मैले एकताल म सिक्किममा जन्मेँ, म राम हो भने डुवर्समा मेरो भरत लक्ष्मण जन्मेको रहेछ भनेर हाम्रो अबिर भाइलाई, अजय भाइहरूलाई पनि भन्छ। किनभने त्यसपछि आजका उद्घोषक रूपेश शर्माजी, अजय खड्काजी र
डुवर्सका रबिन खवासजी यो सम्बोधन गर्दै जाँदा हाम्रो एनपीएस निरौलाजी, राजेन शिवाकोटीजी अघि पार्किङबाट आउनु भएको थियो। कारण मेरा मित्र पनि हुनुहुन्छ। कस्तो मित्र भने नाम काट्नु नहुने, मितको नाम काट्नु हुँदैन भन्छ नि उसले, थाहा भएन? मेरो मित्र पनि आउनुभएको छ एकदम ढकालजी, प्रहलाद अब भने त मित मात्र होइन, मितिले पनि आउनु भएको छ। उहाँ मितलाई आफ्नो शिरको कपाल देखाउनु हुँदैन भनेर उहाँले आदरपूर्वक आफ्नो शिर ढाक्नु भएको छ। उहाँ कति संस्कारशील हुनुहुन्छ, किनभने उहाँको माइत आसाम मणिपुरतिर धेरै मत। त्यसपछि अब को यहाँ हाम्रो, अब म बिर्सिँदै जान्छु, यो अक्षर छ मेरो आदत नै। यहाँ हाम्रो सुरेश सुब्बाजी कथाकार हुन्, सिक्किमको एकजना युवा कथाकार। हामी कथाकारहरू पनि रोक्छौँ, एक दुईजना अबिर खालिन त प्रशस्त ठुला कथाकार हुन्, अशोक रोका। म आफैलाई पनि कथाकारै भन्छन् मान्छेले। हाम्रो सुरेश सुब्बा वियोगी, अब धनबहादुर सुब्बा पनि आउँछु भन्दै उदय थुलुङ पनि समय मिल्यो भने आउँछु दाजु भन्दै अब आउनु सकेन। यसरी बेबिका बग्रातीज्यू उहाँ कवि, धेरै कार्यक्रमतिर हाम्रो भेट भइसकेको र हरेक मान्छेलाई सम्बोधन गर्दा नि उसँग हरेक विशेषणहरू गाँसिएको हुन्छ क्या। सबसँग मेरो, म त पर्सनली सबलाई चिन्छु। मेरो एउटा आदत के छ भने ऊ मूर्तिकार अबिर सुन्दास पनि रख्छन् जस्तो लाग्यो। टोपीले यसो छड्के पारेको टोपी लगाएपछि ढुङ्गाको मूर्ति चाहिँ भानुभक्तको बसेको होस् उठेको होस् बनाइदिनु। र हाम्रो मार्क्सवादी चिन्तक रूपेश शर्मा, उहाँ राम्रो चिन्तक, मैले सिक्किममा पत्रकारिता पनि गर्नुभएको हो जस्तो लाग्छ। हाम्रो गाउँमा पनि पुग्नु भएको उहाँ अनिता निरौलाजी छ, क्यान्सरको छोराको बिहा। अन्त यसरी जम्मै महिला पुरुष, ममाथि एउटा आरोप आयो आज, मैले महिला सशक्तिकरणमाथि अलिक काम गरिनँ भन्ने। त्यो आरोप होइन, त्यो मलाई सुझाव हो उहाँको। तर कथाकार भनेको चाहिँ के हो, मैले सम्बोधन पनि म गर्दै जान्छु। श्रीमतीलाई त जनसम्बोधन गर्नै पर्छ क्या, आफ्नो श्रीमतीलाई। किशोर कुमारको एउटा गीत चाहिँ तपाईँ सुन्नु भएको छ, यूं तो अक्सर गिर कर भी खुद ही संभल सकता हूँ मैं, तुम जो पकड़ लो हाथ मेरा दुनिया बदल सकता हूँ। र यसमा नारायण गोपालले यसरी भनेका छन्, तिमी हात देऊ म प्रीत दिन्छु, तिमी आँट देऊ म जित दिन्छु। हरिभक्त कटुवालको हो कि कस्तो शब्द नारायण गोपालले भन्नुभएको। र यसरी मेरो हात पक्रेर 50 कमसेकम स्वर्ण जयन्ती हुन आँटेको चाहिँ अब 41-42 वर्ष भयो। र त्यो हात पक्राइमा कुनै गडबडी भएको छैन। र उनलाई पनि मैले सम्बोधनमा राखिनँ भने भरे फेरि अघि मण्डनारायण प्रधानजीले भन्छ गण्डगाल। र मैले सबैलाई सम्बोधनमा राखेर मेरा भान्जा छन्, आफ्ना कुटुम्बबाट यी मात्रै हुन्, कान्छी बहिनी छ, लकिली प्रोफेसर। अन्त उनको आफ्नो स्कुल पनि छ, 100-150 विद्यार्थी छन्, उनी आफू नोकरी गर्छन्। अन्त यसरी सबैलाई मैले सम्बोधनमा राख्दै जाँदा डुवर्सका मैले नाम उच्चारण गर्न बिर्सेका मेरा मित्रहरू अरू सबैलाई मेरो सलाम छ। डुवर्सलाई यस कारण सलाम छ कि अबिर खालिन जो आफै कथाकार हुँदै पनि उनले कथाकारको महिमा गर्छ। किनभने एउटै पेसामा लागेपछि नि मैले अनन्त श्रेष्ठजी आउनुहुन्छ, उहाँसँग मेरो धेरै पहिलाको चिनाजाना हो। त्यसैले सबैलाई मैले अब छोडेँ भने म सम्झिँदै गर्दै जान्छु सम्बोधन, तर अहिले म मेरो कुरा थाल्छु। एउटै पेसामा लागेपछि दुईटा डक्टर छ, दुईटै कार्डियोलोजिस्ट छन्, एउटाको क्लिनिक यतापट्टि छ अर्कोको यतापट्टि छ भने एक किसिमको प्रोफेसनल राइभलरी भन्छ नि, व्यावसायिक प्रतिद्वन्दिता।
एउटा कथाकार अर्को कथाकार पनि हुनुपर्ने हो खासमा, तर अबिर भाइकोमा छैन रहेछ, अशोक रोगाकोमा पनि छैन। नभए हुन्छ त्यस्तो एउटै लाइनमा त कवि सशक्त छन् दुईजना भने। मैले त देखेको छु नि त। म यो कपाल हिन्दीमा एउटा कहावत छ नि, बाल सेतो हुनु, ये घास काट के ये मेरा बाल सफेद नहीं हुआ। बहुत देखा है दुनिया इसको, मैं देखेको छु क्या। र यसरी मेरा साथीहरूले अफिस थाल्नु दाजु यहाँ गरौँ हो। मैले पनि भने हो, जब टाइपिङ सेटिङ यहाँ हुन्छ भने, तर किन नाम्चीमा पनि हाम्रो संस्था छ, म गर्न सक्छु। बिचमा पनि उहाँको संस्था छ, म गर्न सक्ने गरेकै हो हामीले कतिवटा। नाम्चीमा त हाम्रो अफिसर क्लबै त हामीले इस्टाब्लिस गरेको, म मेम्बर हो, गर्न सक्ने थिएँ। तर डुवर्समा जुन साहित्यको एउटा लगाव छ नि, यति मान्छे हुँदैन। मैले के पनि देखेको छु भने साहित्य एकाडेमीको एउटा अल इन्डिया पोइट्स मिट थियो बेङ्गलुरुमा। बेङ्गलुरु युनिभर्सिटीको स्वामी विवेकानन्द हलमा 24 भाषाको कवि गोष्ठी। त्यहाँ 24 भाषाको गोष्ठीमा श्रोता 60 जना मात्रै। भने यहाँ त थोरै होइन र तपाईँहरूलाई मेरो खुसी शब्दहरूमा व्यक्त गर्न नसक्नु। र डुवर्सका मित्रहरू अबिर भाइ, अजय भाइ, रूपेशजी, रविन्द्र खवासजी, यी अन्त अर्को हाम्रो यहाँका धेरै साथीहरू, अस्ति वीरपाडामा पनि भेट भयो हाम्रो। डुवर्स नेपाली साहित्य समितिले मलाई हात नमिलाएको मान्छेसँग त्यो दिन स्टेज सेयर गर्न पाएँ, राजु विष्टसँग। अब उसँग सँगै मञ्चमा बस्यो नि त, बिजेपीको ठुलै नेता हो, नेसनल लेभलको। साहित्यले त हो त्यहाँ बसाएको। र तपाईँहरू जम्मैलाई मेरो शुभकामना छ। कथा यात्राको कुरा गर्ने हो भने मननारायण प्रधानजीको त्यो अघि कथामा तपाईँले त्यो चाहिँ चुक्नु भएछ। तपाईँले महिला सशक्तिकरण, मैले एउटा कथा मेरो हिन्दीमा तेलुगुमा पनि मेरो ट्रान्सलेट भयो, त्यसमा त महिला सशक्तिकरण परेको थियो। गोपीहरू र राधा भन्ने एउटा कथा थियो, त्यो चाहिँ दाल सरले छापेको किताबमा छ। त्यो निकै राम्रो हो। नारी सशक्त एउटा कोही मान्छे हुन्छ, त्यो बिग्रिन आँटेको पनि घरको पत्नीको सम्झनाले सुध्रिन्छ क्या, त्यस्तो कथा लेखेको छु। यसमा चाहिँ परेन र त मननारायणजीले उहाँले व्यापक आरोप पनि भनिदिएको। त्यो त उहाँ त समालोचकहरूले त अब भन्नै पर्छ नि। तर अस्कर वाइड सुन्नुभएको छैन, अस्कर वाइड उनले एक ठाउँ भनेका थिए कि मतलब गर्नु चाहिँ तपाईँ समालोचक भन्नुहुँदो रहेछ। अस्कर वाइडले के भनेका छन् भने, अ क्रिटिक इज वान हु नोज द प्राइस अफ एभ्रिथिङ बट द भ्यालु अफ नथिङ भनेको छ। त्यसो भनेको मैले आरोप मलाई लाग्यो होइन। तर कविले चाहिँ अब साहित्यकार कथाकार के हो भने, मैले बुझेको सिन्स दिस डेट अब टिल डेट यो उमेरको यो पढाउसम्ममा मैले बुझेको के हो भने, लेखक कविहरू चाहिँ समाजबाटै र मेटेरियल टिप्छन् र त्यही र मेटेरियललाई कलात्मक ढङ्गले पिरोएर त्यसलाई बुनेर फेरि त्यही समाजलाई नै दिन्छन्। समाजबाटै र मेटेरियल ल्याएर फेरि त्यसलाई यसो चिल्लो बनाएर रिफाइन गरेर प्रशोधित गरेर फेरि त्यही समाजलाई दिनु त हो। समाज जस्तो छ त्यस्तै अहिलेको श्रवण कुमारहरूमा त्यो श्रवण कुमारकी पत्नीहरूको पनि महानतम योगदान हुन्छ नि त। र यसमा नारी शक्तिले रिसाउनु पर्ने भन्ने त म त देख्दिनँ केही पनि। र त्यो चाहिँ मेरो यथार्थवादी चित्रणको कुरा हो, मेरो इमान्दारी हो। समाजमा जे देखेँ त्यही भने। र हाम्रो
कथाकार अबिर खालिङजीसित मेरो परिचय यहाँ आएर मात्रै होइन, अगाडि उहाँ जोरथाङ स्कुल नामको स्कुल पढ्दा उनीहरू हामीभन्दा 10 वर्ष पुरानो ब्याच, 10 वर्ष हामी पुरानो, उहाँ उनीहरूको उसले पढेको स्कुलमा। म 76-77 पास आउट हो, उनी 86-87 नाम्ची स्कुलबाट। र त्यति बेलादेखि उनको कविताहरू पढ्दै आएको, हेरेर आएको, उनले मेरो कथाहरू पनि हेर्थे, पढ्थे, मन पराउँथे पहिलेदेखि। र उहाँ वीरपाडामा आउँदाखेरि चाहिँ मैले भनिराखेको थिएँ एउटा कथासँग चाहिँ म अब सेटिङ गर्न यतै लाउनु पऱ्यो तपाईँहरूलाई नै भने, र उहाँले हुन्छ भनेर गर्न थाल्नु भएको। फेसबुकमा केही रचनाहरू थियो त्यही बटुलेर आदरणीय हो, सरी मैले भानुप्रकाश मार्मिकजी भन्ने हो हेर्नु हुँदैन, उहाँ सिक्किममा इन्जिनियर हुनुहुन्थ्यो पहिला। र यसरी सम्बन्ध भएर चाहिँ एउटा कथासँग यहाँबाट बनाउने। मेरो कथा यात्रा त मेरो त धेरै भइसकेको छ, अहिले गएर त अब 9वटा त कथा सङ्ग्रह भयो। कथाहरूमै मैले स्रष्टा पुरस्कार 1989 पाएको, डाक्टर शोभा थेगिम अवार्ड कथामै पाएको मैले 2003 मा, दार्जिलिङको नेपाली साहित्य सम्मेलनबाट दियालो पुरस्कार पनि पाएको 2003 मै, नाम्चीबाट शिवकुमार स्मृति पुरस्कार, त्यसपछि सिक्किमको भानु पुरस्कार, तुलसी कश्यप स्मृति पुरस्कार, र काठमाडौँबाट नेपाली साहित्य .com प्रतिष्ठानबाट यो 2025 मै सम्मानित भएको। र कथा क्षेत्रमा मेरो त्यति हो काम, 9वटा कथा सङ्ग्रह भयो। आफ्नो कथाको बारेमा चाहिँ अब जर्मन फिलोसोफर फ्रेडरिक नित्सेले के भन्नुभएको रहेछ भने, उहाँले त झन् पढाइदिनु भएको छ। फ्रेडरिक नित्सेले के भन्नुभएको छ भने, जब तपाईँको कृतिहरू बोल्न थाल्छ, लेखक पो लाग्नुपर्छ भने आफै भन्छ, अरे कृतिले आफै बोल्छ, कसै भन्नु पर्दैन, आफूले आफ्नो बारेमा भन्नु त त्यो बडा दुर्भाग्यजनक हो। म यस्तो कथा लेख्छु, म त्यस्तो लेख्छु, अहिले फेसबुकमा चाहिँ मेरो यस्तो आयो, मैले त्यहाँ यस्तो पाएँ, नभए यो डुवर्समा विमोचन हुने कुरा लेख्नुपर्छ हौ, हाल्नुपर्छ फेसबुकमा भन्दै थिएँ कति मित्र होइन, हाल्छ नि भयो भने 4 पाइ हाल्छन् मान्छेले, आफै त के भनिरहनु, उता आयोजक समितिले हाल्नुहुन्छ भने नभन्दै अजयजीले, यहाँ रविनजीहरूले, अबिर भाइहरूले हालि नै रहनु भएको छ पोस्टमा, त्यसो अरूले गर्नुपर्छ क्या। म आफै आफ्नो कृतिको प्रचार गर्ने पक्षमा छुइनँ। When the deeds start speaking, the author should keep silence भन्ने चाहिँ effective लेख्छ। र म मेरो कथाहरूको बारेमा भन्दिनँ, मेरो केही कथाहरू हिन्दीमा, राजस्थानीमा आएका छन्। यो 1 सदीकी कहानीमा पनि हाम्रो परेको छ। त्यो मैले एउटा सौभाग्य चाहिँ के हो भने 1982 मा जब म फर्स्ट कथा लेख्न थाल्दै थिएँ, सिक्किमको नेपाली साहित्य अहिले परिषद भन्छ, त्यति बेला नेपाली साहित्य सम्मेलन भन्छ, भूपेन्द्र अधिकारी, रुद्र पौडेलहरू, सानो लामाहरू थिए। र त्यहाँ अल सिक्किम स्टोरी कम्पिटिसन हुँदा म फर्स्ट भएको 82 मा। त्यति बेला मेरो कथा रमिता भन्नेले फर्स्ट प्राइज पाएको थियो। अहिले CBSE मा 10-11 भन्छ, CBSE को नेपाली किताबमा त्योमा फर्स्ट भएर चाहिँ कथा सम्राट शिवकुमार राईको हातबाट पुरस्कार थापेको मैले। सानो कुरा त होइन नि त्यो, शिवकुमार राईको हातबाट, जसले चाहिँ अब डाक बङ्गला, त्यो माछाको मोलहरू लेख्ने मान्छे, त्यस्ता व्यक्तिसँग राम्रै लेख्नेहरू छु। नानी चिमीले चाहिँ भयो 19 सेप्टेम्बर 1982 को कुरा। र त्यहाँदेखि नै कथा लेख्थेँ। त्यहाँदेखि मलाई आँटा आयो कि राजेन्द्र भण्डारी दाजुहरू, सुभाष दीपक सरहरूले पनि यु क्यान राइट भन्नु। त्यहाँदेखि मेरोमा त्यो आत्मबल पराएर लेख्न थालेको। केही कविताहरू पनि लेखेँ मैले। कविताहरू लेखेँ, तर कविता चाहिँ कस्तो भयो भने अलिक त्यो हुन्छ नि, अचेलको केटाहरू चाहिँ मञ्चमा फर्काउने खाले कविता, त्यो खालको हुन थालेछ।
लो कविले यस्तो बदनाम त गर्नु हुँदैन। म चाहिँ कवितामा ज्यादै प्रयोग भएको अलिक मन पर्दैन क्या। अहिले प्रयोगको नाममा गीत गाउने बाजासँग कविता पढ्ने एउटा आएको छ। त्यसमा हाम्रो भीम ठटाल भन्ने एकजना कवि छन्। उनले के भनेका छन् भने जति नै गरे पनि परिप्रकाशनको त्यो पुरस्कार समारोहमा उनले भनेको छ कवितामा अरू सबै थोक आओस् तर कविताबाट कविता चाहिँ नहराओस् भनेको त्यो द्याट इज इम्पोर्टेन्ट। प्रयोगको नाममा हामीले कवितामाथि अत्याचार गर्नु हुँदैन। त्यो अहिले हुन थालेको छ। यङ जेनेरेसनले यसलाई अब कसरी लिन्छ आई डोन्ट नो, तर म चाहिँ त्यसको विरोधी नै छु। कवितालाई सल्लाह कविता चिच्याएर पनि नपढ्नु। अहिले चिच्याएर कविता पढ्ने पनि मैले वीरपाडामा पनि सुने एक दुईवटा चिच्याएर पढ्दा कविता उसको विनम्रताले बाँच्नुपर्छ। जस्तै राजेन्द्र भण्डारी कविता के चिच्याउनुपर्छ उसको कविता पढ्न। मनप्रसाद सुब्बाको कविता पढ्नुहोस्, नौरजान स्याङदेनको कविता पढ्नुहोस्। त्यो चिच्याइरहनु पर्दैन। कविता त आफै कविताले त मान्छेको हृदयमा पढ्नु सक्छ। म त्यस्तो लाग्छ। कोही अब अरू अहिलेको यङ जेनेरेसनलाई कस्तो लाग्छ, म त अब अघि आँटी कथाकार भन्नुभयो हाम्रो मननारायण सरले। हो पनि म ढाँट्न मन लाग्दैन। ढाँट्न चाहिँ मन लाग्दैन र पुरा लुकाएर त्यसले पो के भन्छ कि त्यसले पो आहा यसो त नभन्नु पर्थ्यो भन्ने त त्यस्तो खालको हुँदैन होला। इफ यु आर सिन्सियर टु द कज अफ द पिपल, इफ यु आर सिन्सियर विथ योर सेल्फ, देन यु सुड नट हेजिटेट टु स्पिक द ट्रुथ। यु हेभ टु स्पिक, भन्नुपर्छ। भनेन भने साहित्यकार किन? साहित्यिक इमान्दारी भनेको त्यस समाजको विसङ्गति, राजनीतिको विसङ्गति, त्यहाँ त्यो कुराहरू हामीले डाइरेक्ट पो भन्नु हुँदैन। कलात्मक ढङ्गले त्यो समाजको पोल खोल्ने कामै हो नि साहित्यकारको। समाजको पोल खोल्ने काम हो नि साहित्य। नभए त के साहित्यकार भएर उसले समाजको एब्सर्डिटीहरू, समाजका अमेलहरू, समाजका विसङ्गतिहरू भन्न सकेन भने साहित्यकार त्यो साहित्यकार रहँदैन खासमा। र मैले योपालि त्यही अघि सरले कुरा गर्नुहुँदै थियो मननारायण सरले एउटा नभन्दै भन्ने एउटा कथामा मैले सिक्किममा गरिबका छोराछोरीहरूले त्यो मेडिकल पढ्न पाएर जुन एउटा नभए मेडिकल पढाउनु खेलाइने कुरा होइन नि। भारतको अहिलेको सन्दर्भमा एउटा एमबिबिएस सिटकै लागि मात्रै 50 लाख रुपियाँ तिर्नुपर्छ। पढाइसक्नु कता हो? सिक्किममा अहिले एउटा त्यो सिक्किम हेर्दा सम्झिँदा मलाई आवश्यक लाग्छ, स्वर्ग जस्तो लाग्छ भनेको त्यो ठिकै हो क्या। मैले त्यस्तै एउटा कथा लेखेको छु। एउटा गरिबको छोरीले एउटा मेडिकल सिट पाएर त्यो घरमा चाड आएको जस्तो लाग्छ क्या। नभए त्यो हुने थिएन त्यो केटी, त्यो डक्टर नै हुन पाउने थिएन। डक्टर हुनु भनेको निकै ठुलो कुरा हो। आइएएस हुनु, नेसनल डिफेन्स एकाडेमीबाट आर्मी अफिसर हुनु, मेडिकल सर्जन हुनु, ठुल्ठुला उपलब्धिहरू। र मलाई थाहा छ कसरी आफ्नो गोजीबाट पढाउँदा कति साह्रो पर्छ। म त हुक्तो भइगयो नि त। र यसरी मैले त्यो कथाहरू हालेको छु योपालि मैले धेरै कथाहरू छु। अब हाम्रो विसङ्गति के छ हाम्रो समाजको भने हामी छोराछोरी सप्रिनुपर्छ छोराहरू पनि भन्दै गर्छौँ, उता हामी ओल्ड एज होमको उद्घाटन पनि गर्दै गर्छौँ। छोरा सप्रियो त ओल्ड एज होम हो। यसरी मैले त्यो कोसिस पनि गरिहेरेको छु। त्यो कोसिस अर्को कृतिमा गर्ने त्यो यो कथामा त्यो कुरा त आएन, तर श्रवण कुमारहरू आजका श्रवण कुमारहरूको चरित्र मैले कोसिससम्म गरेको छु। र सजेसन किताबको हेडिङ, किताबको नाम के राख्नु भन्दा यो सजेस्ट गर्ने चाहिँ अबिर भाइ, अबिर खाले। उसले दाजु अरू शीर्षक नराख्नु, श्रवण कुमारको देशमा भने राखौँ भनेर उहाँले भने। र अब आज कार्यक्रमको अध्यक्ष हुनुहुन्छ, मुख्य अतिथि हुनुहुन्छ। यहाँ कति समय हो मेरो, मलाई त भनेको छैन रहेछ मैले कति बोल्नु पर्ने हो।
अब अजयजी रुपेशजीहरूलाई थाहा होला कति बोल्नु पर्ने हो। मैले अब बेसी बोल्नु कि नबोल्नु भइरहेको छ। बेसी बोल्नु आजको त मेरै प्रोग्राम हो भनेर मन परि गर्नु भएन। ठिक्क बोल्नु पर्यो। तपाईँहरू आउनुभयो। इन्द्रबहादुर राईले भने जस्तो 500 जना भोडीहरू जम्मा हुनुभन्दा त 50 जना टाउकै टाउको जम्मा हुनु राम्रो भने कहीँ भनेको थिएँ। अहिले बुद्धिहरू आओस् भेला होस् भनेको। र मेरो निम्तोलाई के भन्नुभयो, मेरो एउटा विकनेस छ, त्यो चाहिँ म कन्फ्युज गर्छु। के भने म के बोल्नुपर्छ नोट गरेर ल्याउँदिनँ। यहाँ सम्बोधन पनि मैले कतिलाई छोडेँ होला, तर अब गणेश प्रधान हुनुहुँदो रहेछ, वरिष्ठ समाजसेवी, कला साहित्य संस्थानका गोकुल राई, आशबहादुर लिम्बू, सायद उहाँको किताब पढेको छु मैले एउटा। आशबहादुर लिम्बू वरिष्ठ साहित्यकार डुवर्स, प्रणय खतिवडा आफ्नै भान्जा भए, भान्जालाई झोलीका देउता भन्दैन हाम्रो। र देविका मगरातीजी, सिद्धार्थ युवा उद्यमी सिक्किम, र कविता पढ्नुभयो सुन्दर सुन्दर। तपाईँहरूले दुईटामा बेच बसन्त थाहा भए त साहित्य अकादमी युवा पुरस्कार प्रापक हुन्। राम्रो गीतहरू पनि लेख्छन् यिनले। अस्ति डुवर्समा त्यो थीम सङ हामी सुनेको। र अरू मैले के भन्नुपर्छ अब छोडेँ भने माफ गर्नु होला। र एनिवे के भन्दैछन् उनले कलामा याद भएन। मित्रहरू मैले भन्दैछु सबैलाई, छोड्यो भने अब माफ गर्नुहुन्छ नि त लेखक कविहरूलाई। एकखेप गिर्मी शेर्पाले के भनेका थिए भने रामलाल अधिकारीले अलिकति अतीत थाहा भयो। जस्तै किताब सेटिङ गरे सुन्दर र कभरको डिजाइन पनि गरे। र सबभन्दा अर्को कुरो त मैले 1 नम्बरमै भन्नुपर्ने त अचेल लेखक हुनु साह्रो छ कि लेखक हुनु अलिक सजिलो छ कि प्रकाशक हुनु साह्रो छ। मेरो किताबको प्रकाशक जो नेपाली समाजका शुभचिन्तक हुनुहुन्छ, सम्पूर्ण भारतीय नेपालीहरूका शुभचिन्तक हुनुहुन्छ, जसले परिप्रेक्षण खोल्नुभएर सीपी शर्माज्यूलाई अध्यक्षता गर्न दिनुभएको छ। हाम्रो सिक्किमको प्यारो नेता मुख्यमन्त्री श्रीमान प्रेमसिंह तामाङ गोलेज्यूलाई मेरो किताब छापेकोमा म मेरो तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। त्यो त मैले बिर्सेको आई सुड नट, म त्यही त बिर्सिन्छु। मेरो सर्ट फल भन्छ नि क्या, आई टु फर्गेट। मैले डुवर्स नेपाली साहित्य विकास समिति त छँदैछ मैले भने। अन्त सबभन्दा बेसी त डुवर्ससँग मलाई जोड्ने अबिर भाइ अस्ति हामीलाई मञ्चमा साह्रो सम्मान गर्नुभयो। वीरपाडामा पनि मञ्चमा राखेर राजु विष्टज्यूहरूसँग सँगै राखेर, विशाल लामा त्यहाँको एमएलए सँगै राखेर, र अबिर भाइलाई त मैले जति नै धन्यवाद दिए पनि कम्ती हुन्छ। डुवर्स नेपाली साहित्य विकास समितिका सम्पूर्ण साथीहरूलाई जति मैले धन्यवाद दिए पनि कम्ती हुन्छ। धन्यवाद दिएको दिएकै गरेर 24 घण्टा बिताउँदा पनि त्यो पऱ्यो। र अब के भन्नु र, काली प्रसाद रिजालको एउटा गीत चाहिँ उनले लेखेको। भन्ने कुरा धेरै थियो, छातीभित्रै रह्यो, परेलीका ओठबाट आँसु झऱ्यो। क्या त्यस्तै हो, गालिबले त्यही कुरालाई यसरी भन्यो। हजारों ख्वाहिशें ऐसी कि हर ख्वाहिश पे दम निकले, बहुत निकले मेरे अरमान, लेकिन फिर भी कम निकले। ये से तर मैले के छोडे I have to thank you विशेष हुन चाहिँ मेरो कार्यक्रम हो, तर चिया पानी सबै ताम झाम आदि इत्यादि गर्ने
यो हिमालयन हाइवे रेस्टुरेन्टका भाइ उहाँलाई भाइ बहिनी उहाँको परिवार उनले चिया खुवाउनुभयो र खानेकुरा सबै गर्नुभयो। मलाई त अब मैले त त्यो त हुन्छ नि बिर्सिन्छु म के गर्नु, त्यो माफ दिनुहुन्छ होला। बिर्सिने बानी छ। म यति हो, मैले लेख्नु पर्छ भन्ने कुरा चाहिँ बिर्सिनु भन्ने भयो जस्तो लाग्छ। अरू कुरा त सम्झिँदै र सर अब अझै 2-3जना सरहरू बोल्नु छ, मैले बेसी समय लिँदिनँ। र आदरणीय सिपी सरलाई फोन गर्दा अभिर सरले यता डुवर्सबाट पनि फोन गर्दा उहाँले डुवर्सलाई धेरै उहाँले गुण गर्नुभयो। अस्तिको ठुलो स्वर्ण जयन्ती कार्यक्रममा हाम्रो सिपी सरहरूले सौजन्यबाट सहयोगबाट भएको हो। मेरो पनि कुरा सुनेर उहाँ आइदिनु भयो र यसरी अब हाम्रो अर्को कुरा चाहिँ एउटा सानो भन्नुपर्ने, हामीले यो कार्यक्रम गर्दा कमसेकम 5-6जना चाहिँ विद्यार्थी पनि राख्नु पर्ने रहेछ क्या। नभए म्युटेसन कसरी गर्ने कल्चरलाई अर्को पुस्तासम्म कसरी लैजाने? हजुर यसरी उहाँहरू आइदिनुपर्छ। उहाँहरूलाई हामीले सुनाउनुपर्छ कुराहरू। उहाँहरूलाई चिया बाँड्ने र खाता लाउने मात्रै सीमित नगरेर उहाँलाई सहभागी पनि बनाउनु पर्ने हो। त्यो छ अब तपाईँहरू त जम्मै अब मेरो लागि त यङ जेनेरेसन नै हो र हामीले हाम्रा कथा साहित्य यो विलुप्त हुन लागिसकेको लेखन विधि राइटिङ कल्चरलाई रिडिङ कल्चरलाई मन नदिन हामीले यङ जेनेरेसनलाई राख्नुपर्छ। यो सबै भन्दै मैले समेटेर सम्झेको जति जम्मै भने र हुन त अब यहाँ तपाईँहरूको एकजना अबिर भाइहरूको तपाईँहरूको कविताहरू सुन्नुपर्ने थियो। अब अहिले बा सुनाउनु हुन्छ कि मलाई थाहा छैन प्रोग्राममा के छ। र अशोक रोकाजीलाई धन्यवाद। मेरो लागि साह्रो रङ तपाईँले उहिले कथा ल्याउनु 40 वर्ष कम्ती होइन, 40 पनि कहाँ, तपाईँसँग चिनाजाना भएको 45 वर्षमा 45 भनेको खेला चाहिँ हो। उहाँ केही सम्झेन, हाम्रो घरमा उहाँ पुग्नु भएको, उहाँको घरमा म पुगेको। र अर्को कुरो डुवर्ससँग मेरो एउटा सम्बन्ध के पनि छ भने फेब्रुअरी 2001को एउटा कार्यक्रममा जति बेला बद्रीनारायण प्रधान एकदम उपस्थित हुनुहुन्थ्यो यो दुनियाँमा, उहाँको छेउमा मैले कविता पढेँ। त्यो किशोर मोक्तानले ल्याएको, सुकमान दाजु पनि हुनुहुन्थ्यो र त्यो भयो एउटा। त्यति बेला कविताबाट गएँ। त्यसपछि त्योभन्दा अगाडि कालचिनीमा साहित्य एकाडेमीको एउटा प्रोग्राममा 1996मा अखिल भारतीय नेपाली साहित्यकार भेटघाट खायो। त्यहाँ 3 दिन बसेर त्यति बेला ऊ पनि भएको आइबी राई, एमएम गुरुङ र पनि कपाललाई चाहिँ राजा भातखुवामा फरेस्ट गार्डनको राखे। हामी अर्डिनेरीलाई चाहिँ त्यो सावित्री धर्मशालामा राखे। तर त्यो गुनासो गर्ने उमेरै थिएन त्यो भयो। र त्यसपछि अस्ति वीरपाडामा पनि बोलाउनु भयो र यो 14औं पटक यो डुवर्ससँग मेरो लगाव हुन्छ नि एट्याचमेन्ट र यसरी यो ठाउँसँग मेरो सम्बन्ध भयो। र अर्को अघि हाम्रो मनारायणजीले भने जस्तो अरू किताब पनि यतै विमोचन गर्नुपर्छ भने म सोच्ने त्यो साह्रै ठुलो कुरा होइन। तर वासाबारीमा हो यहाँ भयो वासाबारी यहाँ तर डुवर्सै हो नि त त्यो। हामी त बागपुरदेखि यता लागेको सबै डुवर्सै भन्छ नि पर अलिपुरको कोक्राझारसम्म। र डुवर्ससँग सिक्किमको अर्को पनि सम्बन्ध छ, त्यो त नभन्नु होला। त्यो जनवादी लेखकहरूको काममा पऱ्यो भने खतरा हुन्छ।
के छ भने उताका छोरी बुहारीहरूले नानी जन्माउँछन् कि हेर्न चाहिँ डुवर्सबाट गइदिनुपर्छ काम गर्ने हो कि त्यो है सबैको घरमा छ होला भन्नु नहुने कुरा मैले भनिहालेँ मार्क्सिजमको विरोधमा हो त्यो र डुवर्ससँग यस्तो सम्बन्ध सार्छ राम्रो सम्बन्ध होस् यहाँ भलै मान्छेले गरिब छ सायद भन्छन् तर महाकवि देवकोटाले भने जस्तो गरिब भन्छौ मनको म चाहिँ धनी मिल्दैन संसारभरि कतै तपाईँको मन छ मन र तपाईँहरूको बडे ठुल्ठुलो प्रतिभाहरू आए अस्ति गोरुबथानलाई पनि डुवर्सै भन्ने भने हामी त्यो हाइमन्दास राई किराँतको सालीमा पुगेको थियो हामी आएको थियौँ सिक्किमबाट भर्खरको र यसो भन्ने चाहिँ एउटा मलार्मे भन्ने एकजना पाश्चात्य विद्वान भाइ कुनै पत्रकारले सोधेछन् क्या कि साहित्य केले बाँच्छ उसले सोधेछन् साहित्य सरकारको संरक्षणले बाँच्छ भन्दा उनले होइन पाठकको दयाले बाँच्छ होइन समालोचकको कृपाले बाँच्छ अथवा सङ्घ संस्थाले बचाउँछ होइन त्यसो भए साहित्य केले बाँच्छ त भन्ने उनले भनेको यदि त्यो बाँच्न योग्य छ भने आफै बाँच्छ त्यो पनि एउटा कुरा र राष्ट्रकवि माधवप्रसाद घिमिरेको एउटा कथन छ उम्रिनुपर्ने चिज उम्रिनुपर्ने प्रतिभा जसरी पनि पलाउँछ ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पिपल सृजना शक्ति संसारमा कहिले हुँदैन विफल यसकारण हाम्रोमा पावर अफ क्रिएटिभिटी छ भने हराउनु चाहिँ हराएर जाँदैन पलाएर भन्दै 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 पनि भन्नु लाग्छ मेरो त्यही त विकनेस नि अब आज मेरो तपाईँले हो भने जस्तै यति त पाएन भन्ने र तपाईँलाई मेरो निम्तोमा आएर यति मान्छे हुन्छन् जस्तो मेरो त होइन निम्तो त डुवर्स नेपाल जातीय विकास समिति भयो उहाँहरूको हो अजय भाइले भयो यति राम्रो एनाउन्सर तपाईँले हल्ला गरिदिनु फेसबुकमा धेरै धेरै र यो मेरा निम्ताले के आएका छन् अब टाढो यसमा अचम्म छ टाढो पनि एउटा इन्ट्रेस्टिङ कुरा भन्छु ल म निम्तो भने नि हो हिजो अस्तिको दिन बेलुकासम्म स्योर सट्की आउँछ एउटाले फोन गर्यो माफ गर्नु होला मेरो त बाबाको तिथि परेछ अघिल्लो दिन कपाल काट्नु पर्ने भएकोले आउन सकिन्न भने एउटाले के लेख्यो म भन्ने नाम चाहिँ भन्नु हुँदैन भेरी इन्ट्रेस्टिङ यो डायरीमा लेख्यो भने हुन्छ है भेरी इन्ट्रेस्टिङ ऊ बाजे भइसकेको मान्छे हो तर मेरो बोजू खस्यो भनेर लेख्यो उसले कुन जेनेरेसनमा पुगेको यसरी निम्ताहरू पनि हुँदा रहेछ र यस्ता इन्ट्रेस्टिङ क्यारेक्टर क्या कथाको क्यारेक्टर मैले केही ट्राई गरेको थियो कमा समयका साथीहरू यस्तो चरित्रहरू मैले र जम्मै मेरा मित्रहरूलाई सलाम मेरा किताबका प्रकाशकहरू पनि यहाँ 2-3 जना हुनुहुन्छ यहाँ परिप्रकाशनको अध्यक्ष हुनुहुन्छ सबैलाई सलाम गर्दै डुवर्सलाई फेरि पनि सिक्किमको तर्फबाट सलाम गर्दै डुवर्स र सिक्किमको दार्जिलिङ र सिक्किमको सम्बन्धलाई मान्छेहरूले राजनीतिमा मात्रै हाँक्छन् त्यसो नगरेर हाम्रो सम्बन्ध त्यो पनि धेरै विराट छ सांस्कृतिक सम्बन्ध त्यसलाई हामीले मजबुत बनाउनु पर्छ। फेरि त्यो कुरा हाम्रो सिपी सरले भन्नु चाहियो
उहाँको आफ्नो सम्बोधन छ र म यति भन्दै भनेर नि फेरि हाम्रो के छ मिटिङतिर चलन भने यति भन्दै म तपाईँहरूबाट बिदा लिन्छु भन्छ कि अनि गएर 30 फर्म बस्छ। बिदा लिन्छु होइन, म मेरो पुरै समाप्त गर्छु भन्नु पर्दो रहेछ। अर्को पनि अजयजीहरू तपाईँहरू एनाउन्सर हो के भनेको त्यो अहिले नानीहरू के भन्छन् अहिले गीत गाउने म मेरो एउटा गीत प्रस्तुत गर्न गइरहेको छु भन्छन् भन्दैन म त्यो प्रस्तुत गर्न आइरहेको छु भन्नुपर्छ। कहाँ जाने हो हामीले यता पनि ध्यान चाहिँ दिनुपर्छ। म यो कविता पढ्न गइरहेको हिन्दीमा त्यो भन्छ भाइ कविता खानेको जा रहा हूँ त्यसैलाई टिपेर यसो गर्नु र त्यति भन्दै तपाईँको समय लिन हजुरहरूलाई फेरि पनि बार नमस्कार गर्दै यसरी आइदिनु हो, मलाई यतिको ठुलो मान्छे बनाउनु भयो, सर्काउनु भयो, प्रेम गर्नुभयो, आदर गर्नुभयो, यो सबैलाई ग्रहण गर्दै मैले राम्रो भने तपाईँहरूलाई होस् हो, नराम्रो केही शब्द भने भने त मैले लिएर जान्छु, मलाई फर्काइदिनु भन्दै म मेरा कुराहरू यतै राख्न चाहन्छु। धन्यवाद, नमस्कार।